चैत्र 15 गते काठमाडौँको तीनकुनेमा राजावादीहरूले गरेको आन्दोलनमा परेर 2 निर्दोष युवा मारिएपछि धरानका मेयर हर्क साम्पाङ के भन्नुहुन्छ त एकैछिन यो भिडियोलाई हेर्नुहोस्। यो भन्दा ठुलो भिड, यो भन्दा ठुलो युवाको भिड दैनिक आज विदेश गइरहेका छौँ। विदेशमा हामी मरिरहेका छौँ, स्वदेशमा मरिरहेका छौँ। यो देखेर पनि अझै हामी नेताको पछाडि दौडिरहन्छौँ भने, अझै पनि हामी तन्त्रकै पछाडि लागिरहन्छौँ भने नेपाली जनता कहिले सुध्रिन्छौँ? कहिले सही नेतृत्व छान्न सक्छौँ? देशलाई अगाडि बढाउन तन्त्र होइन मन्त्र सही गर्ने व्यक्ति छान्नु जरुरी छ। अब पनि सचेत नबने, अब पनि सिपाही बनेर नेताको पछाडि दौडिरहने हो भने यो देश कति युग पछाडि पर्ने हो कसैलाई थाहा छैन। त्यसैले अब तन्त्र र नेताको पछाडि दौडिनु भन्दा सही नेतृत्व गर्ने